यस्तो धुलो खाइसक्यो माटो हेर्नु माटो कस्तो हालत हालो हामी चाहिँ अब रुबी भ्याली लाग्दैछौँ रुबी भ्याली हामी अब धादिङ बेसी कट्यो अब यहाँबाट कति एक दिन लाग्छ भने राति 10 बजीतिर पुगिन्छ होला रुबी भ्याली चाहिँ हामी चाहिँ अनि यहाँ अलि धादिङ बेसीमा खानासाना खाएर मासतिर उक्लेको अब एकछिन रेस्ट हान्दैछ बाइक बिग्रेर यसो बाइक बनाएर अनि हामी अब फेरि अब रुबी भ्यालीतिर लाग्छौँ गिलुडन कस्तो भइरह So tired, man. यो चाहिँ यस्तो चाहिँ पानी पर्ला पर्ला जस्तो भयो धन्न पानी चाहिँ परेन है आकाश चाहिँ धमिलै छ पानी चाहिँ नपऱ्यो हुन्थ्यो जे भए पनि टक्क अब फेरि अब हामी एकछिन रेस्ट गरेर अब फेरि जान्छौँ है त हामी रुबी भ्यालीतिर आज त राति पुग्छ होला टक्क पुगेपछि हान्नुपर्छ भिडियो चट्ट लाएर मिलाएर होइन सेटै लाएर बाइकमा हल्का प्रब्लम सानो एउटा इस्यु आएर चाहिँ बनाउनुलाई यस्तो अब हामी यहाँ रोकिरहेको छौँ अब बनाएर अनि चल्दिहाल्ने फेरि अब गन्तव्यतिर ल मैले त्यो साथी सक्नुहुन्छ यहाँ धुलोले आमा खत्तम भइसक्यो हामी खत्तम यहाँनिर खत्तम भइसक्यो हामी यहाँ ए माटो नि माटो एक फिट माटो छ भने एक फिट या अब खुट्टै काटिदिएर हिउँ जस्तो यहाँ माछा मारिसक्यो एकजनाले हाम्रो गेल उडाल्ने यहाँ होइन सेतै भइसक्यो म कालो मान्छे सेतो भइसक्यो यस्तो नि कहिले पुग्छ थाहा छैन तर जाँदैछौँ बिस्तारी ए बाटो हुन्छ पुरै धुलै धुलै यस्तै हो पुरै खुल्ला खाल्टो नि दिँदैन चिप्लिहाल्ने गाह्रो रहेछ रुबी भ्याली जानलाई पनि है माटो हेर्नु माटो कस्तो हालत हालत सेतै भइसक्यो सेतै पुरै हेर्नु सक्नुहुन्छ खत्तम के खत्तम बाटो चाहिँ खत्तमै यस्तो हेर्नु बाटो काम छैन रहेछ बाटो है ल अब हामी एकछिन लडेर बसेको थियो अब हामी फेरि नन स्टप लाग्छौँ है त अब हामी किमताङ खोला पुल आइपुगेको छौँ
हेर्न सक्नुहुन्छ टक्कर आएर नाइस भ्यू छ। ओके हामी जाँदैछौँ अझ हाम्रो टाइम माथि बेलुका पुग्छ। लडेको नमजा लडेर ह्यान्डल नि बाङ्ग्यो है, गियर डिभाइडर पनि बाङ्ग्यो, धन्न ग्यारेज भेटायो, गियर डिभाइडर सिधा बनायो, ह्यान्डल चाहिँ बाङ्गै छ यहाँनिर। यहाँ बाङ्गो हो कि ह्यान्डल यता फर्किया कि। अब बिस्तारै हामी जान्छौँ है, अहिले मास्तिर गएर भेट्नुपर्छ है त। ल डेन्जर बाटो हिँड्नु पर्छ है, डेन्जर यस्तो बाटो हिँड्नु पऱ्यो हा। अब कतिखेर पुग्ने हो थाहा छैन है। रात पर्न आइसक्यो, अब बिस्तारै जाँदैछौँ, त्यही पनि थकित भइसक्यो धुलै धुलो भएर है, गाह्रो छ। टाइम टाइममा हाल्छु होला, म क्लिप देखाउँदै गर्छु होइन कहाँ कहाँ छौँ हामी, हेर्न सक्नुहुन्छ। हामी बोल्नु यहाँ कहाँ तल ओह्रालोमा आइपुगेको छु है। यहाँ हालत खराब भइसक्यो बाटो, यहाँ सोध्दै सोध्दै बल्ल बल्ल यहाँसम्म आइपुग्यो। यहाँ हालत खराब भइसक्यो, हालत खराब भइसक्यो। हेर न कति बिचमा छ यहाँ झुर्लिङ पुल जाउँ त। यहाँ चाहिँ होइन तल पुल रहेछ अनि तल खोला रहेछ, खोलाएर अब हामी यहाँ निस्किनुपर्छ बिस्तारै। एकको हालत खराब भइसक्यो मेरो, यहाँ सब ढुट्टो भइसक्यो बाइक, हालत खराब पान पराक भइसक्यो मेरो बाइकको। यहाँ तिनवटा बाइकमा आएको होइन, XR 190, 220 अनि मेरो एउटा एक्सपल्स 200मा आएको। अब हामी कतिखेर पुग्ने हो, है माथि डाँडा पनि पुग्नु अझ है, यहीँ 7 बजिसक्यो, कतिखेर पुग्नु थाहा छैन। बिस्तारै जाँदैछौँ हामी है, अब पुगिन्छ जतिखेर पुगे पनि होइन, तर स्लोली जाँदैछौँ है। अब चाहिँ सिधै माथि गएर भेट्नुपर्छ। अब यहाँ त लास्टमा अँध्यारो भइसक्यो, हिँड्दा पनि भइसक्यो, बाटो देख्दैन कि राति पुरा अफ रोड छ है, गाह्रो छ। अझ हामी सिधै माथि गएर फ्रेस फ्रेस भएर भेट्छौँ है त अब चाहिँ। ल बाइक स्टार्टै भएन यार, यहाँ बिच बाटोमा आएर यहाँ दैट तनाव भयो तनाव। मेरो बाइक स्टार्टै हानेन के भयो, ख्यास 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 गर्छ, स्टार्टै हानेन। यस्तो अन्धकार छ फेरि यहाँ। आइपुग्नुलाई झन् 1-1.5 घन्टा बाइक थियो है। कस्तो अब यस्तो अन्तिम स्पटमा आएर बाइकै बिग्रिदियो गाइज, गाह्रो छ। एकछिन छोडिदियो त्यो चिसो हुन्थ्यो कि एकछिन। यहाँ स्टार्ट भएको छैन है, फ्ल्यासै आयो। यस्तो 1 घन्टा बाइक त पुग्नलाई अब यतिखेर धोका दियो बाइकले, गाह्रो कि। अब बिचमा न के छ, यहाँ के छ बाटोको बिचमा, भुत्ले खाइन्छ अब हामीले कप्लक्कै पारामा। त्यस्तो तनाव दियो बाइकले। तातिर कि ट्याङ्की खुल्ला राखिदिएछु है, अब के हो। कति मजा आएर चाहिँ गीत गाउनु। भिजेकाले सहर
कालो कालो बादल चढी फर्किआयो असार झाट्ने काम मात्र गर्ने क्या उता सिङ्गला पनि देखाउने हो त यता देखाउने बिहार भर्खर काटेको कुखुरा शीतल खाँदैछौँ अनि ताजा पानीसँग यहाँ हाम्रो छ सबैजना हाम्रो सिङ्गर छ हाम्रो यहाँ साह्रो राम्रो होइन एकदम दाम फेरि भन्दै ब्रोइलर पनि एकदम दामी क्या गाउँको चाहिँ होइन यहाँको एक्सर्साइज गरेको बोइलर हो कि खाँदैछौँ भात है कुखुरा काटेर कुखुराको मासु भात सबजना यहाँ भात खाइँदैछ 10 बजिसक्यो मा पर्दैन ल तान तान ल हामी चाहिँ यहाँ ल सबजना भात खाँदैछौँ मासु हालेर खाऊ मासु हालिसक्यो सबजना यहाँ टक्क भात खाएर अब सुत्नुपर्छ भोलि बिहान